काठमाडौँबाट रामेछाप हुँदै ओखलढुङ्गातर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा 5 जनाको मृत्यु भएको छ भने 8 जना घाइते भएका। आज बिहान रामेछापको मचानेटार भन्ने स्थानमा बस अनियन्त्रित भई तामाकोसी नदीमा खसेको। दुर्घटनापछि उद्धार गरी अस्पताल पुर्याइएका यात्रुहरूमध्ये गम्भीर घाइते भएका 5 जनाको उपचारका क्रममा मृत्यु भएको रामेछापका प्रहरी प्रमुख अधिकृत श्याम कृष्ण थापाले जानकारी दिएका छन्। उनका अनुसार घाइते मध्ये 7 जनाको खुर्कोटमा र 1 जनाको मन्थलीमा उपचार भइरहेको छ। प्रहरीका अनुसार दुर्घटनाग्रस्त बस काठमाडौँबाट रामेछापको धोबी हुँदै ओखलढुङ्गाको पोक्लीतर्फ गइरहेको थियो। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको र घटनास्थलमा सुरक्षाकर्मीहरूको टोली खटिएको प्रहरीले जानकारी दिएको छ। यातायात समितिका अनुसार बसमा जडीबुटीबाट 5 जना र चाभाइलबाट 3 जना यात्रुले टिकट काटेका थिए। बसमा चालक, सहचालक र बस व्यवसाय गरी 3 जना तथा बाटोबाट चढेका यात्रु समेत गरी जम्मा 13 जना सवार रहेको खुलेको छ। बाटोबाट थप यात्रु चढेका थिए वा थिएनन् भन्ने विषयमा थप यकिन नभइसकेको जानकारी दिएको छ। दुर्घटनास्थलमा सुरक्षाकर्मीको टोली तथा सशस्त्र प्रहरीको गोताखोर टोली उद्धार तथा खोजी कार्यमा खटिएको छ। सडकबाट खसेको बस नदीमा डुबेको अवस्थामा रहेको र सम्भावित अन्य खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।